नमस्कार साथीहरू। अदालतले एउटा आदेश दिन्छ, बालेन शाहले त्योसँग सम्बन्धित एउटा पोस्ट आफ्नो सोशल मिडियामा राख्छन्। त्यसको पक्ष र विपक्षमा विवादहरू सुरु हुन्छन्। सडकमा नारा जुलुस मात्रै होइन, संसद र मन्त्री परिषदसम्म तताउँछ। त्यसले पहिलादेखि नै एकपछि अर्को गर्दै हुने गरेका बालेन शाह भर्सेस केपी ओली अर्थात् एमाले जस्तो देखिने गरेको राजनीति एकपटक फेरि सतहमा आउँछ। यसमा बाहिर जे देखिन्छ, बाहिर जे प्रचार गरिँदैछ, भित्र ठ्याक्कै त्यस्तो छैन। भित्र पत्रै पत्रहरू छन्, भित्र पात्रै पात्रहरू छन्। ती भित्री पत्र र भित्री पात्रहरू नबुझिकन यो समस्याको, यो विवादको गुदीसम्म पुग्न सकिन्न। त्यसैको लागि आजको यो भिडियो लिएर आएको छु मैले। यसमा 3वटा भागहरू छन्। सबैभन्दा पहिला कानुनी पाटो अर्थात् अदालतले वास्तवमा के भनेको छ त्यो बताउने छु, जस्ताको तस्तै सबैले बुझ्ने गरी सरल भाषामा। त्यसपछि दोस्रो खण्डमा त्यसभित्र भएको राजनीतिक पाटो अर्थात् त्यो निर्णयलाई कसरी राजनीतिकरण गरियो र त्यहाँभित्र कसले के खेले त्यो देखाउने छु। त्यहाँभित्र कसको स्वार्थ छ, के स्वार्थ छ त्यो पनि देखाउने छु। अनि तेस्रो खण्ड मानवीय पाटो अर्थात् स्थानीय बासिन्दा जसले त्यहाँ घर जग्गा किनेर बसेका छन्, त्यहीका बासिन्दा हुन्, जो सही मानेमा अहिले मार्कामा परेका छन्, त्यो पाटोतिर पनि जानेछु अन्तिममा। सधैँ नै नो बकवास, अन्ली प्रुफ। आउनुहोस् आजको विषयवस्तुमा सिधै प्रवेश गरौँ। च्याप्टर 1 कानुनी पाटो। 2076 साल भदौमा सर्वोच्च अदालतबाट एउटा आदेश आएको थियो। यसको छाप लागेको ठाउँमा, प्रमाणित भएको ठाउँमा यहाँ मिति राम्रोसँगले याद गर्नु होला। आजभन्दा 5 वर्ष अघिको आदेश रहेछ यो, सर्वोच्चबाट आएको। अनि फैसला कसले गरेको रहेछ त्यो पनि हेर्नु होला एकपटक। न्यायाधीश द्वय आनन्द मोहन भट्टराई र सपना प्रधान मल्ल। यो आदेशमा धेरै कुराहरू छन्, तर पनि मुख्य गरी यो बुँदा नम्बर 2 मा बागमती लगायत सबै सहायक नदीहरूको हकमा वर्षातमा हुने बाढी समेतलाई ध्यान दिई अर्को 20 मिटर, यहाँनिर याद गर्नु होला, अर्को 20 मिटरका दरले तटीय क्षेत्र कायम गर्ने र सीमाङ्कन गर्ने। अर्थात् त्यहाँ त्यो बेला भइरहेको जुन व्यवस्था थियो 76 सालसम्म, त्योभन्दा 20 मिटर अरू छोड्ने भन्ने आदेश 5 वर्ष अगाडि नै आइसकेको रहेछ 2076 सालमा अदालतबाट। अहिले सबैभन्दा बढी विवादित विषय यही हो। तर आदेश आएको 5 वर्ष पछाडि किन विवाद भयो त त्यो म एकैछिनमा बताउने छु। त्यही आदेशमा अलिकति तल भनिएको छ, त्यस्तो ठाउँमा तटबन्ध अर्थात् बाँध, ढल या बाटो बाहेक अरू कुनै पनि संरचना निर्माण गर्दै नगर्ने। याद गर्नु होला, स्थायी संरचना निर्माण नगर्ने भन्ने निर्णय त्यही बेलामा आएको रहेछ। अनि त्यो आदेश सबै स्थानीय तहलाई पनि दिनु अर्थात् स्थानीय तहले पनि त्यसको कार्यान्वयन गर्नु भनेर त्यही बेलामा 5 वर्ष अगाडि नै आदेश आएको रहेछ अदालतबाट। अब स्थानीय निकाय भनेको कुन कुन तहको लागि हो त यो आदेश? त्यसको पनि जवाफ यही 1 नम्बरमै यहीँनिर दिएको छ, हेर्नु होला। काठमाडौँ उपत्यकाभित्र पर्ने 18 वटा नगरपालिका, गाउँपालिका सबै। काठमाडौँ महानगरपालिका मात्रै होइन, याद गर्नु होला, ललितपुर, भक्तपुर लगायत यो क्षेत्रका सबै महानगरपालिका, नगरपालिका र गाविस पर्छन् यहाँभित्र। अनि त्यही आदेशको यो 4 नम्बरमा अर्को एउटा महत्त्वपूर्ण कुरा छ, हेर्नु होला। खास गरी राजनीतिक पार्टीहरूलाई, राजनीतिक दलहरूलाई झापड हानेको छ अदालतले यो ठाउँमा। यहाँनिर भनिएको छ, नदीको तीरमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका वास्तविक सुकुम्बासीहरूको पहिचान गर्नु अनि तिनको सही तथ्याङ्क निकालेर उनीहरूको लागि भनेर सरकारले बनाएको इचङ्गु नारायणमा रहेको अपार्टमेन्ट बिल्डिङमा लगेर राख्नु। यहाँनिर याद गर्नु होला, बाबुराम भट्टराईको पालामा यहाँ तस्बिरमा देखाइएको जस्तै एउटा भव्य अपार्टमेन्ट स्टाइलका घरहरू सुकुम्बासीको लागि भनेर बनाइएको थियो। त्यो बेलामा सरकारी खर्चमा धुम धडाका हल्ला मचाएर गरिएको थियो त्यो काम। बिल्डिङहरू बनेर तयार भए, तर न त सुकुम्बासीहरू त्यहाँ जान तयार भए, न त सरकारले नै त्यसको लागि इच्छा देखायो। सुकुम्बासीको नाममा राजनीति भने भइ नै रह्यो। त्यो घर अहिले अलमोस्ट बेकममा भएर बसेको छ। सुकुम्बासीले खोला किनार छोड्न मानेका छैनन्। यसैको लागि राजनीति जोडतोडले चलेको छ अहिलेसम्म पनि। यो त भयो 5 वर्ष अघिको कुरा। सायद अदालतबाट 5 वर्ष अघि नै यस्तो आदेश आएको थियो भन्ने कुरा सुइँकोसम्म पाएनन् होला धेरै मानिसहरूले। केही हल्ला हल्ला भएन त्यो बेलामा, न त कुनै विरोध नै भयो। त्यो किन भयो यसको बारेमा म अहिले एकैछिनमा राजनीतिक पाटोको चर्चा गर्दाखेरि फेरि त्यहाँनिर आउनेछु म। स्टे ट्युन्ड। अब यो अर्को एउटा फैसला हेर्नुहोस्, यहाँनिर म देखाउँदैछु। यो फैसला भएको मिति हेर्नु होला, 2080 पुस अर्थात् गत वर्षको पुसमा आएको रहेछ यो फैसला अदालतबाट। फैसला त्यो बेलामा आए पनि यसको पूर्ण पाठ भने हालसालै साउन्डमा मात्रै सार्वजनिक भएको हो। तर त्यसमा के छ भन्ने कुरा गत वर्ष नै थाहा थियो मानिसहरूलाई। यो फैसला 89 पेजको छ, धेरै कुराहरू छन् यसमा। त्यो सबैको चर्चा गर्न यहाँ सम्भव छैन, तर तल डिस्क्रिप्सनमा म यसको फुल लिङ्क राखिदिन्छु, तपाईँ आफै गएर पढ्नु होला। मुख्य गरी यसमा धेरैवटा रिट निवेदनहरूको जिकिर गरिएको छ र त्यो सबै कुरा यहाँ राखिएको छ। अर्थात् एउटा मात्र निवेदनको आधारमा आएको फैसला होइन यो। धेरै पटक यही अदालतबाट यो सम्बन्धमा भएका अरू पनि जुन जुन आदेशहरू छन् ती सबै आदेशहरूको जिकिर गरिएको छ यहाँ, त्यो पनि राखिएको छ, हेर्नु होला। अर्थात् यो एउटा मात्र फैसला र आदेश होइन रहेछ यो बारेमा अदालतबाट आएको। योभन्दा अगाडि पनि अरू आदेशहरू यही प्रकृतिका आएका रहेछन्। विभिन्न समयमा यस सम्बन्धमा अदालतले सोधेका प्रश्नहरूको स्थानीय निकायहरूले दिएको जवाफ पनि यहाँनिर राखिएको छ, त्यो पनि हेर्नु होला।
प्रत्येक जवाबमा नदी किनार खाली गराउँछौँ र गराउनेछौँ भन्ने खालका प्रतिबद्धता जाहेर गरेका छन् प्रत्येक स्थानीय निकायले बारबार। यसैसँग सम्बन्धित नेपाल सरकारसँग पनि जवाफ मागेको छ अदालतले बारबार। सरकारले पनि त्यो समाधान गर्ने भन्ने प्रतिबद्धता बारम्बार जाहेर गरेको छ। त्योसँग सम्बन्धित प्रतिबद्धता जाहेर भए पनि अहिलेसम्म काम किन भएन भनेर सरकारसँग प्रश्न गरेको छ अदालतले यही फैसलामा। अनि यो सब सुन्न बुझ्न अध्ययन गर्नको लागि वर्षौं लगाएर पर्याप्त बहस गरेर पक्ष विपक्ष सबैको भनाइ सुनेर जोसँग जवाफ माग्नु पर्ने हो, जहाँ गएर फिल्डमा गएर हेर्नु पर्ने हो, सब मागेर सब बुझेर आएको छ यो फैसला। त्यतिकै आजको भोलि लहरको भरमा आएको फैसला होइन यो कुरा सबभन्दा पहिला बुझ्नुपर्छ। यो डकुमेन्ट धेरै लामो भए पनि आदेश र फैसला चाहिँ खास गरी यो डकुमेन्टको 85 नम्बरको पेजदेखि अर्थात् 100 नम्बर बुँदादेखि सुरु हुन्छ र त्यो फैसलालाई विशेष गरेर दुई भागमा बाँडेर दिएको छ। पहिलो समूहमा खोलाको प्रदूषण नियन्त्रण गर्ने र त्यहाँ भएका अतिक्रमणहरू हटाउने सन्दर्भमा भनिएको छ। यस खण्डमा मुख्य गरी 2076 सालमा मैले अघि सुरुमै देखाएँ त्यही फैसलाको निरन्तरता छ र त्यहाँनेर भनिएको छ कि वास्तविक सुकुम्बासीको पहिचान गरी तिनलाई इचङ्गु नारायणमा उनीहरूकै लागि भनेर बनाइएको जुन भवन छ त्यहाँ लगेर सार्नु। त्यहाँ जान नसक्ने या सम्भव भएन भने त्यहाँ अथवा त्यहाँको भएको कोठा र घरहरूले नपुग्ने भयो भने तिनलाई अन्तै सार्ने व्यवस्था मिलाउनु। त्यसको लागि तत्काल राहत दिनुपर्ने हो भने त्यो पनि दिनु, तर खोला किनारबाट सुकुम्बासी हटाउनु। अनि यसरी सुकुम्बासी या घर टहराहरू हटाउँदाखेरि सबै झ्याम्म झुम्म एकैचोटि हटाउने होइन। पहिला बाढीको जोखिममा रहेका घर र टहराहरू खाली गराउनु, हटाउनु, त्यहाँ तटबन्ध, पर्खाल, बाटो आदि बनाउन पनि रोक्नु भनिएको छ। त्यसपछि बल्ल किनारमा र सडकको बीचमा हरियाली क्षेत्र ओगटेर बसेका मान्छेहरूलाई हटाउनु भनिएको छ। नक्सा स्थानीय निकाय अर्थात् महानगरपालिकाले दिने हो र हटाउनु पर्यो भने चाहिँ क्षतिपूर्ति सरकारले दिने हो। यो कुरा चाहिँ पहिला बुझ्नुपर्छ सबैजनाले। हटाउने महानगरपालिकाले, क्षतिपूर्ति दिने सरकारले। त्यसैले यो आदेश दुवै निकायलाई दिएको हो अदालतले। दुवैले समन्वय गरेर काम गर्नु भन्ने आशय थियो यो आदेशको। अहिले देखाइए जस्तो महानगर, त्यो पनि काठमाडौँ महानगर मात्र या त सरकारको मात्रै काम होइन यो। अनि यही आदेशको दोस्रो समूहमा नदीको बहाव, सीमा क्षेत्रको सीमाङ्कन र सार्वजनिक क्षेत्रको संरक्षणको सन्दर्भमा भन्दै त्यो अन्तर्गत नेपाल सरकारले 2065 सालमा आफैले पारित गरेको एउटा मापदण्ड छ। त्यही आफैले बनाएको मापदण्ड जुन छ त्यही अनुसार काम गर्नु र त्यसको अलावा अर्को 20 मिटर छाडेर मात्र अनुमति दिनु घर बनाउनको लागि, निर्माणको लागि भनिएको छ। त्यो भित्र कुनै पनि संरचना बनिसकेको भए अब उपरान्त त्यहाँ कुनै पनि निर्माणको अनुमति नदिनु। त्यस्तो जग्गामा सडक, ढल या प्रशोधन केन्द्र निर्माण गर्नु पर्यो सरकारले यदि भने त्यस्तो जग्गा कानुन बमोजिम क्षतिपूर्ति दिएर मात्रै लिनु भनिएको छ। यहाँनिर याद गर्नुहोला, यही बुँदा हो अहिलेको सबभन्दा विवादित विषय। विवाद केमा छ त र यसलाई कसरी राजनीतिकरण गरिएको छ त्यो म एकैछिनमा राजनीतिक पाटोको चर्चा गर्दाखेरि म फेरि बताउने छु, स्टे ट्युन। त्यसपछि यो 2 नम्बरको बुँदा चाहिँ राजनीतिक दलसँग सम्बन्धित छ। केही राजनीतिक दलहरूले त्यस्तो सरकारी र खोला किनारका जग्गामा कतै आफ्नै पार्टीका पार्टी अफिस बनाएका छन्, कतै आफ्ना दिवंगत नेताहरूको स्मृति भवन बनाउँदै प्रयोग गरिरहेका छन् त्यस्तो सरकारी जग्गा। त्यो काम अब बन्द गर्नु। 2021-22 मा नापी आएर जुन नक्सा जारी भएको थियो खोलाको किनारको त्यसैलाई आधार मान्नु। अनि त्यसमाथि 2052 मा रावल आयोगले जुन प्रतिवेदन दिएको छ त्यो प्रतिवेदनलाई समेत आधार मानेर जसले सरकारी जग्गा हडपेका छन् त्यो सरकारी र सार्वजनिक जग्गा फिर्ता लिनु र संरक्षण गर्नु भन्ने आदेश आएको छ अदालतबाट। मैले यो रावल आयोगको प्रतिवेदनको बारेमा र कसले के ओगटेका छन् भन्ने बारेमा एउटा भिडियो पनि बनाएको थिएँ। हेर्नु भएको छैन भने हेर्नु होला, म डिस्क्रिप्सनमा राखिदिन्छु लिङ्क। राजनीतिक पार्टीहरूले अहिले उग्र भएर यसको विरोध गर्ने धेरैवटा कारणहरू मध्येमा यो पनि एउटा कारण हो। उनीहरूको पार्टी अफिस र स्मृति भवन नै उठाउनु भन्ने आदेश आइसकेपछि खैला बैला भएको छ त्यहाँभित्र। च्याप्टर 2 राजनीतिक पाटो। अदालतको फैसला देखिहाल्नुभयो। 2076 सालमै 5 वर्ष अघि नै भएको थियो त्यो फैसला। नदीको दुवै किनारमा कम्तीमा पनि 20 मिटर हो, कम्तीमा 20 मिटरका दरले तटीय क्षेत्र कायम गर्ने भनिएको थियो त्यही बेलामा। अहिले 2080 को पुसमा भएको फैसला पनि ठ्याक्कै त्यसैलाई निरन्तरता दिएको छ। नयाँ फैसला होइन, पहिलेकै फैसलाको निरन्तरता हो यो। यहाँनिर हेर्नुहोला, त्यो बेला नै अर्को 20 मिटर छाडेर मात्र निर्माणको अनुमति दिनु भनिएको छ। दुवै फैसला यहाँ साइड बाई साइड देखाउँदैछु म, बुझ्न सजिलो होस् भनेर। फैसला एउटै छ, त्यो बेलामा कुनै पनि विरोध भएन, तर अहिले मारामार त्यसैको विरोध भएको छ। अब 2076 मा त्यो आदेश आउँदा, त्यो फैसला आउँदाखेरि प्रधानमन्त्री को थिए? केपी ओली। अनि अहिले फेरि त्यही फैसला आउँदाखेरि प्रधानमन्त्री को छन्? उनै केपी ओली। अनि त्यो बेला ओली सरकारका महानिर्देशक थिए एमालेकै अग्नि खरेल। उनले त्यो फैसला ल्याउनको लागि खेलेको विशेष राम्रो पोजिटिभ भूमिकाको त अदालतले दिएको यो फैसलामा तारिफ समेत गरिएको छ। हेर्नु होला यहाँनिर। अर्थात् एमालेको, अग्नि खरेलको यो फैसला आउनुमा त्यो बेलामा धेरै ठुलो राम्रो पोजिटिभ हात थियो।
अनि त्यो बेलाका बागमती प्रदेशका मुख्यमन्त्री थिए एमालेकै डोरमणि पौडेल। काठमाडौँ महानगरपालिकाका मेयर थिए एमालेकै विद्यासुन्दर साक्य। अर्थात् केन्द्रदेखि प्रदेशदेखि स्थानीय तहसम्म सबै एमाले नै एमालेको सरकार थियो त्यो बेलामा। सबैतिर आफ्नै सरकार भएको बेला आएको त्यो फैसला रहेछ त्यो बेलामा। त्यो बेलामा यो आदेश आउँदाखेरि यीमध्ये कसैले चुसम्म पनि बोलेनन्। त्यो बेला न्यायाधीशलाई महाअभियोग लगाउने कुरा पनि आएन। काठमाडौँको मेयर मुर्दाबाद भन्ने नारा पनि लागेन त्यो बेलामा। एक थुप्रो विवाद भएन त्यो बेलामा। स्वीकार गरेरै बसे सबैजनाले। भ्याकेटमा जानुपर्छ भन्ने कुरा पनि सुनिएन त्यो बेलामा। भलै त्यो आदेशको कार्यान्वयन भने भएन, त्यो बेग्लै कुरा हो। अहिले आएको विवादित भनिएको आदेश पनि अहिले नभएर 2080 को पुस अर्थात् पोहोर साल आएको आदेश हो त्यो। पहिलाकै आदेशको निरन्तरता हो अहिले आएको नयाँ आदेश होइन। त्यसको पूर्ण पाठ मात्रै अस्ति साउनमा आएको हो। अब त्यसो भएदेखि नयाँ आदेश आएको पनि होइन रहेछ। एगेन एन्ड एगेन अदालतले यही आदेश दिने गरेको रहेछ पहिलादेखि। सरकारले नै यो आदेशको कार्यान्वयन नगरेको रहेछ। ठ्याक्कै अस्ति मैले यो भिडियोमा जे बताएको थिएँ, अदालत बोल्दै गर्ने, सरकारले त्यसलाई टेर पुच्छर नलगाउने, सुनेको नसुने गर्ने हुँदै रहेछ त्यो बेलादेखि। त्यसो भए अहिले आएर यतिको विवाद चाहिँ केमा उठ्यो त? किन आगो बल्यो यो बेलामा चाहिँ? के भएको होला? त्यसमा चाहिँ राजनीति घोत्लिएको छ। आउनुहोस् त्यो चाहिँ के रहेछ अब हेरौँ। पहिला अदालतले आदेश दिन्थ्यो, सरकारले टेर पुच्छर लगाउँदैन थियो, फास्साफुस्सो हुन्थ्यो, सिद्धिन्थ्यो। तर यसपटक बालेनले अदालतले जुन त्यो आदेश दिएको छ त्यसको कार्यान्वयन म गर्छु भनेर प्रतिबद्धता जनाइदिन्छन्। विवाद त्यहीँबाट सुरु हुन्छ। बालेनको यो स्ट्याटस जसले यो विवादको सुरुवात गर्यो, यहाँनिर उनले अदालतको त्यो फैसलाको एउटा कपी राख्दै अब यो आदेश आएको हुनाले त्यो पालना गर्दै अब उपरान्त त्यस्तो क्षेत्रमा भवन तथा अन्य संरचनाहरू बनाउने अनुमति मिल्ने छैन। अब घर बनाउँदा, नक्सा पास गर्दा र जग्गा किनबेच गर्दाखेरि ध्यान दिनु होला, पछि दुःख पाइएला भन्ने आशय थियो उनको यो पोस्टको। पहिलादेखि नै एमाले भर्सेस बालेन जस्तो देखिने गरेको राजनीति भइरहेको थियो। कहिले न्यू रोड काण्ड, कहिले पार्किङ काण्ड, कहिले रिङ रोड काण्ड। यसबारेमा त मैले एउटा भिडियो नै बनाइसकेको छु, त्यो हेर्नु भएको छैन भने हेर्नु होला, म डिस्क्रिप्सन तल राखिदिन्छु। आगो बलिरहेको थियो, कहिले मत्थर कहिले तेज मात्रै थियो, त्यसमा घिउ थप्ने काम गर्यो बालेनको यो स्ट्याटसले। के चाहियो? राजनीतिको आगो सल्किन सुरु भइहाल्यो। विरोध सुरु भयो, सडक नगरपालिका बैठकदेखि संसदसम्म पुग्यो त्यो आगो। नगरसभामा बालेनलाई वडा अध्यक्षहरूले र्याखी पार्दै सोधेको प्रश्नको जवाफमा यो त मैले सूचना पो दिएको हो त, मैले आदेश दिएको हो र भन्दै थिए भने उपमेयर सुनिता डङ्गोल भने यस्तो कुरा नगरसभामा पहिला छलफल गरेर यहाँबाट पास भएपछि अथेन्टिक च्यानलबाट पो जानुपर्छ त। एकजनाको फेसबुकमा एकजनाको व्यक्तिगत स्ट्याटसमा लगेर राख्ने हो र यस्तो कुरो भन्दै विरोध जनाएको त तपाईँहरूले पनि देख्नु भएको होला। केही दिन पछाडि बालेन अलिकति गलेको जस्तो लाग्ने गरेको अर्को एउटा पोस्ट आउँछ। त्यसको 2 हप्ता जति पछाडि अलिक नरम भाषा आउँछ जो म यहाँ देखाउँदैछु, हेर्नु होला। यो पोस्टको आशय थियो आदेश अदालतले दिएको हो, हामीले सूचना र जानकारी मात्रै निकालेका हौं, कार्यान्वयन गर्ने जिम्मा सरकारको हो। अदालतको आदेशले जनताले आफ्नो जग्गा उपभोग गर्न कसैले पनि रोकेको छैन। हामीले भत्काउँछौँ भनेको पनि होइन। सरकारले चाहेमा मुआब्जा दिएर त्यसपछि मात्रै तपाईको जग्गा अधिग्रहण गर्ने हो। त्यसैले हाम्रो विरोध गर्ने भन्दा पनि तपाईहरुको सरकारलाई नै सम्झाउनुहोस् भन्ने आशयको स्ट्याटस थियो यो। त्यसपछि बालेनको केही समय पछाडि अर्को एउटा पोस्ट आउँछ जसमा भनिएको हुन्छ मैले उम्मेदवारी दिनु भन्दा पनि अगाडि आएको फैसला हो यो, अहिलेको होइन। त्यो बेला केन्द्रदेखि स्थानीय तहसम्म सबै तपाईहरुकै सरकार थियो, त्यो बेला किन पुनरावेदनमा नगएको भन्दै प्रश्न गरेका छन् बालेनले, स्पेशली एमालेलाई। अर्थात् प्रश्न छ, राजनीति घोलिएको छ खोला किनारको यो विवादमा। च्याप्टर 3 स्थानीय बासिन्दाको मर्म। अब अदालतको फैसला, राजनीतिक पाटो दुवै हेरिसकेपछि अब लागौं यसको तेस्रो पाटोतिर, अर्थात् वास्तविक जनताको अथवा पीडितहरूको पाटो। त्यहाँ बसेका सक्कली या नक्कली सुकुम्बासी जो सरकारी जग्गा अतिक्रमण गरेर बसेका छन्, तिनलाई सरकारले सार्ने भनेर ठूलो धनराशि खर्च गरेर इचङ्गु नारायणमा यो भवन पनि बनाएको छ, मैले अघि नै बताइसके। तर न त उनीहरू त्यहाँ जान मानेका छन्, न त सरकारले त्यहाँ लैजाने तदारुकता देखाएको छ। तिनलाई एकछिन यहीँनिर छोडिदिने हो यदि भने अहिले भनेको खोला किनारमा बस्ने, वर्षौंदेखि बस्ने, कानुनी रूपमै बस्ने र पैसा हालेरै जग्गा किन्ने, पैसा हालेरै घर बनाउने ती मान्छेहरूले त्यहाँनिर बकाइदा सरकारी अड्डामा गएर पास गराएर रजिस्ट्रेसन गरेर त जग्गा किनेका छन्। सरकारसँग त्यसको रेकर्ड छ, सरकारले त्यसबापत पैसा लिएको छ, सरकारको आँखा छलेर किनेका होइनन् उनीहरूले त्यो जग्गा र घर। सरकारले वर्षैपछि राजस्व पनि उठाएको छ उनीहरूबाट। घर बनाउँदाखेरि नक्सा पास भएको छ, महानगरपालिकासँग त्यसको नक्साको रेकर्ड पनि छ, महानगरपालिकाले नै दिएको नक्सा हो त्यो। यो पहिला कहिले पनि गैर कानुनी छ भनेर भनिएन, त्यो गलत ठाउँमा छ भन्ने कुरा उनीहरूलाई कहिले पनि जनाउ दिएन। त्यो भन्दा अगाडि न त कुनै रोकटोक भयो। सरकारले नै जग्गा पास गरिदिइसकेपछि त्यसैको घरमा जिन्दगीभर कमाएको पैसा हालेर बनाएको घरमा बसेका छन् त्यहाँ मानिसहरू। रातारात चोरेर हडपेर कब्जा गरेर बसेका होइनन् उनीहरू, कानुनी रूपमै त्यहाँ बसेका छन् उनीहरू। अब
अहिले आएर 2020-21 मा अथवा 2030-31 को नक्सा अनुसार गर्नु भनिदिएपछि त्यो बेलादेखि अहिलेसम्म ती जग्गाहरू कतिपटक किनबेच भइसके, ओरिजिनल ओनर को थियो भन्ने कुरा रेकर्ड पनि छ कि छैन, त्यही बेलामा किन यो कुरा उठेन, अहिले आएर किन उठ्दैछ। अनि क्षतिपूर्ति दिने भनिएको छ सरकारले, के सरकारसँग त्यो क्षतिपूर्ति दिने सामर्थ्य छ? आफ्नै कर्मचारीलाई तलब खुवाउन नसकेको भन्ने समाचारहरू निस्किरहेका छन्। सरकारले कहाँबाट ल्याएर यसको क्षतिपूर्ति दिने हो? त्यो बेलामा खुरुखुरु नक्सा पास गराइदिने, पैसा पनि लिने, रजिस्ट्रेसन पनि गराइदिने त्यो अड्डाहरूका हाकिम, राज्य सञ्चालकहरू यो केसमा दोषी किन होइनन्? हिजो सुरुदेखि नै नक्सा रोकिदिएको भएदेखि अथवा त्यहाँ बस्न रोक लगाएको भएदेखि अथवा यो गैर कानुनी हो है भनिदिएको भएदेखि जनताहरू कम्तीमा त्यहाँको जग्गा किन्नबाट रोकिन्थे, 2 कदम पछाडि गर्थे। जनता जबरजस्ती आएर त्यहाँनिर बस्ने पनि थिएनन्, कब्जा पनि गर्ने थिएनन्। सरकारले नै अनुमति दिएर यस्तो भएको हो। यदि कोही दोषी छ यसमा भने सरकार नै दोषी छ, संसद नै दोषी छ, किनभने संसदले कानुन बनाउने हो। पीडितको पक्षबाट बोल्दै कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसदमा भनेका छन्, यो फैसला कार्यान्वयन गर्ने हो भने लाखौं जनताको उठिवास मात्रै होइन बिचल्ली हुन्छ। त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि फैसलाको विरोध गर्दै यसरी त 1/4 काठमाडौँ नै सिद्धिने स्थिति छ पनि भनेको सुनियो। यो निर्णयले वास्तवमै जनताको स्थायी बसोबास भइराखेको ठाउँ, धनीपुर जाप भइराख्या, लालपुर जाप भइराख्या, घर बनिराख्या, बसोबास भइरहेको ठाउँ फेरि नयाँ विस्तार गर्दा लगभग 20 मिटर छोड्दाखेरि 1/4 काठमाडौँ नै सकिने स्थिति बन्छ। यी भनाइहरू सत्य हुन् कि होइनन् त्यो चाहिँ बुझ्नै पर्ने हुन्छ यहाँनिर। होइन भने यसैको आधारमा केही भ्रमहरू फैलिएका छन् बजारमा। गफ गर्नुभन्दा पनि आउनुहोस् अदालतको फैसला नै हेरौँ, के वास्तवमै अदालतले उठिवास लगाउने गरेको फैसला आएको छ त? यहाँनिर हेर्नु होला, यो अदालतको फैसला या आदेश हो। यहाँनिर भनिएको छ दायाँ बायाँ 20 मिटर छोडेर मात्रै निर्माणको अनुमति दिने, सो दूरीभित्र सरकारी जग्गा अतिक्रमण गरी बनाएका संरचना छन् भने त्यो हटाउने, सो भित्र अहिलेसम्म कुनै पनि घर नबनेको भए त्यसलाई निर्माण निषेधित क्षेत्र कायम गर्ने, अर्थात् अब उपरान्त त्यहाँनिर घर बनाउन नदिने। यदि त्यो ठाउँमा पहिला नै निर्माणको अनुमति पाएर दिएर कानुन बमोजिम घर बनिसकेको रहेछ भने चाहिँ कानुन बमोजिम क्षतिपूर्ति प्रदान गर्ने, यदि उनीहरूलाई उठाउनु पर्यो भने। अनि असली सुकुम्बासीहरूलाई अन्तै कतै लगेर व्यवस्था मिलाउने, सार्ने, नक्कली सुकुम्बासीहरूलाई, सरकारी जग्गा हडपेर बसेका सुकुम्बासीहरूलाई त्यहाँबाट हटाउने, सारा आदेश र फैसलाको सार यही हो। अर्थात् जबरजस्ती त्यहाँ बनेको घरहरू भत्काऊ र उठिवास लगाऊ भनेर यो आदेशमा काहीँ पनि भनेको छैन। संरचना हटाउन भनेको छ, तर कसको? सरकारी जग्गा अतिक्रमण गरेर बसेका, गैर कानुनी रूपमा बसेका तिनीहरूको चाहिँ अतिक्रमण हटाऊ भनेको छ यहाँ। तर कानुनी रूपमा घर बनाएका मान्छेहरूलाई त्यहाँबाट हटाऊ भनेको छैन यहाँ। अनि अधिग्रहण गरेर लिनु नै पर्यो भने पनि त्यो जग्गाको त्यो घरको क्षतिपूर्ति दिएर मात्र गर्नु भनेको छ, जबरजस्ती रातारात हटाउनु भनेको छैन। त्यसैले हल्ला भए जसरी उठिवासै लगाउने गरेको र 1/4 काठमाडौँ सिद्धिने गरेको कुरा सत्य होइन। फैसलाले त्यो कल्पना पनि गरेको छैन, त्यहाँ पनि राजनीति मिसिएको छ। तर नेताहरूले भने जस्तो उठिवास नै नलागे पनि, अहिले नै सरकारले त्यहाँका जनतालाई त्यहाँबाट नउठाए पनि यो फैसलाले त्यो ठाउँलाई निर्माण निषेधित क्षेत्र भनिदिएको छ। त्यसैले अब त्यहाँ कुनै पनि घर बनाउन पाइने छैन, संरचना बनाउन पाइने छैन। घर नबनिसकेपछि त्यो ठाउँको जग्गा किनबेच हुने छैन, घर खेतको कारोबार त्यो ठाउँमा बन्द हुनेछ, त्यो ठाउँको जग्गा धितो राखेर ऋण दिन बन्द गर्नेछ। लिइसकेको ऋण छ भने पनि अब त्यसको मूल्य घट्दै गएपछि धितो नपुगेको भनेर धितो थप्नुपर्ने स्थिति सिर्जना हुनेछ। हिजो महँगो पैसा हालेर त्यहाँनिर जसले जग्गा किनेका थिए तिनीहरू हेर्दा हेर्दै अब डुब्नेछन् त्यो क्षेत्रका मान्छेहरू। त्यो ठाउँ अब क्रमशः कालान्तरमा रितिँदै जानेछ। जे भए पनि रियल जनता जसले त्यहाँनिर पैसा खन्याएका थिए, कानुनी रूपमा घर जग्गा लिएका थिए, तिनीहरूको पैसा डुब्ने पक्का छ यो फैसलाले। ती डुब्ने मध्येमा साधारण जनताहरू पनि छन्, भूमाफियाहरू पनि छन्, सुकुम्बासी, डुप्लिकेट सुकुम्बासीहरू पनि छन्, राजनीतिक कर्मी, सञ्चारकर्मी, उद्योगी, सबैको जग्गा छ त्यहाँ। साँच्चीका मारमा परेका छन् त्यहाँका जनताहरू जसले रियल पैसा हालेका छन् र उनीहरूको पैसा डुब्दैछ। तर रोटी सेक्दैछन् राजनीतिज्ञ, भूमाफिया र व्यापारीहरू। त्यसैले अहिलेको रापमा बेग्लै ताप देखिएको कारण त्यो हो, राजनीति घुसेको कारण पनि ठ्याक्कै त्यही हो। तर पहिलाको सरकारले अनुमति दिने अनि अहिलेको सरकारले चाहिँ त्यो अनुमति ठिक छैन म भत्काइदिन्छु भन्दा जनताको आक्रोश निस्केको कुरा बुझ्न कठिन छैन, त्यो जायज पनि छ। जो जेन्युन पीडित जनताहरू छन् त्यो ठाउँमा तिनको आवाज सही छ। सरकार दोषी छ, अदालतले पनि रिटमा मागेको भन्दा बढी आदेश दिएर क्रान्तिकारिता देखाएको छ। तर त्यो सँगसँगै नक्कली सुकुम्बासीहरू, भूमाफियाहरू, भातृ सङ्गठनहरू पनि यही रापमा रोटी सेकाउन लागि परेका छन्। यसलाई राजनीतिक रङ दिएको छ, कुरो यति मात्रै हो। यस्ता नदीहरूमा विदेशतिर भएदेखि यस्ता नदीहरूलाई जीवित राखेर, त्यसको किनार सफा गरेर, राम्रो बनाएर, हरियो राखेर, त्यसमा टुरिज्मको विकास गरेर, त्यसैबाट देशको आर्थिक अवस्था सुधार्ने र त्यसैको आडमा त्यो क्षेत्रको पनि जीवनस्तर सुधार्ने काम गर्छन् बाहिरका सरकारहरू भए। यता हामी भने नदीमाथि राजनीति गर्छौँ, नदीलाई मार्छौँ पहिला, अनि त्यही
केहीमाथि संरचना बनाउँछौँ, नदी गायब पार्छौँ, त्यसमाथि नाङ्गो राजनीति गर्छौँ र अन्त्यमा आफै सिद्धिन्छौँ। यदि अदालतले आदेशमै भने अनुसार 2052 सालको जुन रावल प्रतिवेदन छ त्यही बेलामा त्यो रावल प्रतिवेदनले जे भनेको थियो त्यो अनुसार अतिक्रमण गरेका सबै जग्गाहरू त्यही बेलामा सरकारले कदम चालेको भएदेखि अहिले यो स्थिति आउने नै थिएन। पटक पटक प्रधानमन्त्री मन्त्री हुने, त्यो प्रतिवेदन उनीहरूकै दराजमा हुने, उनीहरूले नै त्यो दराजमा त्यो प्रतिवेदन लुकाएर थन्काएर राख्ने, एक थुपो त्यसलाई कार्यान्वयन गर्ने, तदारुकता नदेखाउने, अनि अहिले आएर चाहिँ अदालतले बर्बाद पार्यो, जनताहरूलाई उठीबस लगायो भन्दै अदालतलाई र मेयरलाई मात्रै दोष दिँदाखेरि जनताहरूले अब पत्याउँदैनन्। कम्तीमा अहिले भइरहेको पनि ठ्याक्कै त्यही हो। सरकारले यसको पुनरावेदनमा जाने पनि भनेको छ, हेरौँ के हुन्छ, केही न केही त पक्कै होला, आशा गरौँ राम्रै होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ यो केसमा? के भइरहेको होला जस्तो लाग्छ? दोषी को होला जस्तो लाग्छ? समाधानका उपायहरू के होलान्? के खोला यसै गरी छोपेर सिद्ध्याउने हो कि खोलालाई जीवित राख्ने केही उपाय छन् भने त्यो तल लेखिदिनु होला। अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। म अर्को भिडियो लिएर आउनेछु। त्यतिन्जेलको लागि मलाई बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।